काट 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 इपिएस नेपाल काठ त यहाँ काँचो छ नि काठ चाहिँ फुकाल्नु भन्नुहुँदैछ कता हो हुँ हो ओहो ल कोरिया है ल कोरिया लाग्यो है 12 बजे छिर्ने हो यहाँ कति बजी छ 12 बजे आधी बजी बाले बेला मसुर न के छ फाइनली लिन्छ यो Dear guests, to stow your baggage, we ask your kind cooperation to stow only the main luggage such as trolley bag in the overhead compartment. Please stow only your big luggage such as trolley bag in the overhead compartment. For your small bag, handbag, laptop, computer, cassette, please put under the seat in front of you. For your small bag, एक नै गुलाउँछ होला नि बुट्टा गरेर यता आउँछ यो धानमा जस्तो लाग्यो मलाई त त्यहाँबाट यता किनकि स्पिडै छैन यति स्पिडले त आउँछ नि हुन्छ कि त्यसो भए घुम्छ होला किनकि रनवे त उति त हो नि त्यहाँ त यता सकिहाल्छ घुम्छ स्पिड स्पिड
लभर भन्ने त्यसमा सानो नि छ यो कराइहरु गरियो के छเพื่อความปลอดภัยกรุณาคงนั่งประจำที่รัดสายเข็มขัดที่นั่งจนกว่าสัญญาณแจ้งรัดเข็มขัดที่นั่งดับลง अगाडि रातो क्याम्पमा वेलकम टु थाइल्यान्ड मैले यसमा फोटो खिचेको वेलकम टु थाइल्यान्ड थाइल्यान्डमा अब भात खाइरहेको छ फ्राई राइस त्यो पनि अन्डा एक फ्राई राइस खाइयो फाइनल्ली एक साढे भयो अब चाहिँ यहाँबाट हामी कोरियाको लागि गेट ओपन भइसक्यो हामी जाँदैछौँ हामी थाई एयर एसियाबाट सियोल हुन्छ रातो टोपी एयर एसिया थाइल्यान्ड टु सोल हुँदैछौँ रातको 2 बज्न आएको भने ओहो प्लेन तीन लाइन का प्लेन है 40 के 40 के यहाँ छ हाम्रो चढियो
छुट्ने बेलामा भने लेख्नु पर्छ कि छुट्ने बेलामा कोदो रोप त लागेको बिराती मकै रोड्ने बेलामा केपी ग्रुप बनाउँदा पनि हुन्छ भट्टाचार किन कुराहरु काम नै छैन हाम्रो गन्तव्य चाहिँ नजिकै हो रे माथि जाने हो सम्झना मेमोरी सबै नसोध्न रेकर्डमा मेडम ट्रेनिङ सेन्टरबाट हामी लाग्यो है साथी हो ट्रेनिङ सेन्टरबाट कम्पनीतिर गोर्खेहरू गोर्खे खुकुरी गोर्खाली भन्नु भने फेरि दिदीले यार गोर्खे नभन्नु फाइनली कम्पनीतिर लाग्यो कृषि कम्पनी साउथ